भयरहित वातावरणमा चुनाव गराउन सरकारलाई र निर्धक्कसँग चुनावमा जान दलहरूलाई सुझाव दिए। दलहरूपछि राष्ट्रपतिले नै जेएनजी र सरकारका बीचमा पनि संवाद गराइदिए। शीतल निवासपछि अब लागौं बालुवाटारतर्फ। सरकारले कार्तिक 4 गते विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई बालुवाटार बोलायो। त्यहाँ पनि दलहरूले आफ्नो कुरा राखे, सरकारले पनि आफ्नो कुरा राख्यो। जेएनजीका विभिन्न समूहहरूसँग सरकारले छलफल गरिराखेकै थियो। हो, यही पृष्ठभूमिमा सरकारले जेएनजी र दलहरूलाई सँगै राखेर छलफल गर्ने योजना बनायो र त्यही योजना अनुसार सरकारले आज बालुवाटारमा त्रिपक्षीय बैठकको आयोजना गर्यो। अघिल्ला वार्ताहरूमा झैं राजनीतिक दलहरूबाट दोस्रो तहका नेताहरू सहभागी भए भने जेएनजीका तर्फबाट विभिन्न समूहका प्रतिनिधिहरू सहभागी भए। यहाँ भन्नै पर्ने कुरा के छ भने यति ठूलो क्रान्ति गर्ने जेएनजीहरू